कुमारबेन कल बाइपास गरेको अभियोगमा समातिएका थिए। एउटा भनाइ छ, सोझो मान्छे चोर बन्यो भने त्यसले हलो चोर्छ, जान्ने मान्छे चोर बन्यो भने त्यसले खेत नै चोर्छ। कुमारबेनको नियतको क्षति अब देशले बेहोर्नुपर्ने हुन सक्छ। 67 सालमा पक्राउ परेका कुमारबेनले बालेन प्रधानमन्त्री हुने बित्तिकै आफूले सम्झे जति ठाउँबाट रेकर्डबाट आफ्नो नाम हटाइसकेछन्। मुस्किलले उकेरा.com ले केही प्रमाण भेटाएर एउटा कन्टेन्ट बनाएको छ। कुमारबेनको पैसा र पावर प्रतिको आसक्ति र बालेनको सनकको कम्बिनेसन मिलेको छ। यही भएर पनि हामीले अहिलेको सरकारलाई खबरदारी गर्न छोड्नु हुँदैन। कुमारबेन यस्तो अभियोगमा पक्राउ परेका थिए कि त्यो अधिकांश मान्छेले बुझेका पनि छैनन्। त्यसले कसलाई के घाटा भएको छ भन्ने पनि धेरैले थाहा छैन। म आज कल बाइपास भनेको के हो भन्ने चर्चा गर्छु। दूरसञ्चार कम्पनीहरूले राज्यलाई ठूलो रकम कर तिरिरहेका हुन्छन्। नेपाल टेलिकम प्राय सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा पर्छ। त्यसमा पनि सबैभन्दा धेरै कर अन्तर्राष्ट्रिय कलबाट आइरहेको हुन्छ। तर त्यो अन्तर्राष्ट्रिय कललाई वैधानिक बाटो र कर तिर्ने बाटोबाट जान नदी अवैध बाटोबाट ल्याउने धन्दा नै कल बाइपास हो। एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो। नेपाल दूरसञ्चार प्राधिकरणसँग अनुमति लिएर टेलिकमहरूले गेटवे लिएका हुन्छन्। तर कल बाइपास गर्ने गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदी आफ्नो रुटमा डाइभर्ट गर्छन् र अन्तर्राष्ट्रिय कललाई लोकल कलका रूपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्याउने काम गर्छन्। कल बाइपासका लागि उनीहरूले एउटा डिभाइस प्रयोग गर्छन्, सिम बक्स। त्यो सिम बक्समा 500 वटा सिम कार्ड लाग्छ। उनीहरूले विदेशबाट आउने कललाई VoIP या GoIP र यहाँका लोकल सिम कार्ड प्रयोग गरेर बाइपास गर्छन्। सामान्यतया विदेशबाट आउने कल दूरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनुपर्नेमा कल बाइपास गरेर सिधै प्रयोगकर्तासम्म कल टर्मिनेट गराउने गरिन्छ। त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा लोकल नम्बर नै देखिन्छ। यसबाट पैसा चाहिँ कसरी कमाइन्छ त्यो बुझौं। मानौ विदेशबाट नेपालमा आउने कलको रकम प्रति मिनेट 9 रुपैयाँ छ भने VoIP को प्रयोगपछि त्यो रकम 5 रुपैयाँमा झर्छ। त्यो बीचको फरक प्रति कल प्रति मिनेट 4 रुपैयाँ चाहिँ यो गिरोहको फाइदा हो। सर्वोच्च अदालतले कल बाइपासलाई गम्भीर कसुरको मुद्दा भन्दै व्याख्या गरेको छ र यो मुद्दा सरकारवादी मुद्दा हुने भनेर पनि व्याख्या गरेको छ। कुमारबेन 2067 सालमा बंगलादेशी नागरिकहरूसहित प्रहरीको विशेष अपरेसनमा पक्राउ परेका थिए। कल बाइपासका कारण हाम्रो देशलाई वर्षेनी ठूलो मात्रामा राजस्व घाटा भइरहेको छ। एउटा हिसाब देखाउँ। यो गिरोहबाट प्रहरीले अवैध कल बाइपासका लागि प्रयोग भएका 4528 वटा एनसेलका सिम र 513 वटा नेपाल टेलिकमको सिम सहित बाइपासमा प्रयोग हुने विभिन्न उपकरणहरू बरामद गरेको थियो।